Hello everyone and welcome back to another video अनि आज चाहिँ हामी आइपुगेको छौँ अफिसमा रङ्गोली बनाउने बेलामा र यहाँ चाहिँ रङ्गोली बनाउन बहिनीहरू चाहिँ एकदम तयार भएर लागिरहनु भएको छ। यहाँ तुलसा जान लाग्नु भएको छ, हाई गर्दै हुनुहुन्छ। किन मेरो चाहिँ खिचिहाल्नुहोस् है, म जान लागे भन्दै हुनुहुन्थ्यो। त्यसपछि उहाँले गाडी भाडा होला मिलाउँदै हुनुहुन्छ। त्यस्तै गरेर रङ्गोली बनाउनलाई हाम्रो मुन्नी, सुस्मिता र प्रिजम अनि रिना चाहिँ लागिरहेको छ। कलरफुल एकदम कलर बोकेर होइन, एकदम रङ रोगनका साथ। प्रिजम चाहिँ यहाँ बसिरहेको छ रेस्ट गरेर, टाइम लिएर हाई गरिरहेछ। त्यस्तै गरेर हाम्रो पेसेन्ट फ्लो पनि भइरहेको छ। अरू हाम्रो अफिसमा चाहिँ धेरै अरू बिरामीहरू पनि हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो लक्ष्मी माता भगवान बस्नुभएको छ। पहिला उहाँले चाहिँ बेस बनाउँदै हुनुहुन्छ। अब मलाई चाहिँ आइडिया छैन है रङ्गोलीको, तर मुन्नीलाई एकदम राम्रो आउँछ अरे। हेरौँ कस्तो रिजल्ट देखिन्छ भनेर। फाइनल रिजल्ट हामी हेर्ने नै छौँ। बहिनीहरू चाहिँ एकदम तयार भएर लाग्नु भएको छ। 3 जना चाहिँ बेस बनाएर एकदमै राम्रो बनाएर र गफ गर्दै गर्दै कति रमाइलो हुन्छ है रङ्गोली बनाउनलाई। सबैजना मिलेर गफ गरेर त्यस्तै मान्छे चाहिँ हुनुपर्छ, नत्र भने एकलाई चाहिँ झ्याउ पनि लाग्छ नि त। एक्लैलाई चाहिँ दिनभरि दिन नै कटेको जस्तो लाग्छ। मैले मुन्नीलाई हेर न यता भनेको थिएँ, हेरिरहेको थियो। यसरी चाहिँ बहिनीहरू सल्लाह गर्दै गर्दै के गर्ने कस्तो गर्ने, रङ्गोलीको डिजाइन कस्तो छ, कसरी बनाउने भन्दै बनाइरहेछ। उता सुस्मिताले कति राम्रो दियो बनाइरहेको छ नि, अरूले चाहिँ यहाँ बेसहरू बनाइरहनु भएको छ गोलोवाला टाइपको। मलाई चाहिँ कस्तो सजिलो हुँदो रहेछ यसले बनाउनलाई चाहिँ। म चाहिँ पहिला आफैले त्यो हातले नै हाल्थेँ होइन, अब तर यो कलरले चाहिँ एकदम सजिलो हुँदो रहेछ भन्ने मैले जाने। यतिसम्म चाहिँ हाम्रो फाइनल भयो र उनीहरूले चाहिँ धक्का तानेर पुरै सेप निकालिरहेको छ। बहिनीहरू चाहिँ एकदमै तयार भएर लाग्ने खालको बहिनीहरू हुनुहुन्छ। एकदमै जोस जाँगर फुर्ती भएको बहिनीहरू। यसरी चाहिँ हाम्रो रङ्गोली बनेर यसको डेकोरेट गर्नलाई यसलाई चाहिँ क्लिन गर्दै हुनुहुन्छ चटक्क पारेर। यसरी चाहिँ हाम्रो रङ्गोली भइरहेछ। यहाँहरूको कस्तो रङ्गोली भयो, कस्तो बनाउनु भयो, तिहारको बेलामा रङ्गोली बनाउनुहुन्छ कि बनाउनुहुन्न, प्लिज सेयर गरौँ है। र हाम्रो रक्षा आउनुभयो। मैले उहाँलाई हाई भनेर चाहिँ उहाँ हाँसिरहनु भएको छ। राम्रै भएर आउनुभएको छ उहाँ पनि। यसरी चाहिँ रङ्गोली बनिरहेको छ। अब फाइनल लुक्स स्टार्ट हुँदैछ। त्यही भएर सबैजनाले सरसफाइ गरेर चटक्क क्लिन गरौँ न त भनेर लागिरहनु भएको छ। तिहारमा चाहिँ एकदमै झिलिमिलीले एकदमै रमाइलो हुन्छ। उहाँ आउनुहुन्छ हाम्रो अर्को एकजना डन आउनुभयो। डन चप्पल किन लगाएको, चप्पल नलाउनुहोस् भन्दै उहाँ अर्डर गरिरहनु भएको छ उहाँले। यसरी चाहिँ चलिरहेछ। झिलिमिली तिहार भनेपछि चाहिँ एकदम मनै खुसी हुने है। हाम्रो प्रिया आउनुभयो, हेलो। र यसरी रङ्गोलीको अर्को पोइन्ट स्टार्ट भइरहेछ। प्रियाले सुस्मिताले अर्डर लगाइरहनु भएको छ। यहाँ हाम्रो हेरिरहनु भएको छ लाग्छ। उहाँ फोनमा कुरा गरेर यो गरौँ त्यो गरौँ, मिठाई चाहिँदैन, हामीले आज बेलुका पूजा गर्नु पर्दैन भन्दै हुनुहुन्छ। प्रिया सुनिरहनु भएको छ, हाँस्दै पनि हुनुहुन्छ। म उहाँलाई जिस्काइरहेको छु है। यो चाहिँ रङ्गोलीको अगाडिपट्टिको गेटको फाइनल लुक्स है। ढोकामा मूलद्वार भनौँ र अघिको रङ्गोली चाहिँ यहाँ रेडी भयो। यस्तै रहेछ बन्यो। कस्तो लाग्यो हजुरलाई? मलाई चाहिँ एकदमै राम्रो लाग्यो। मलाई त यति पनि बनाउन आउँदैन होइन। रङ्गोलीहरूले कसले कस्तो बनाउनुहुन्छ प्लिज कमेन्टमा सेयर गर्नु होला। एकदमै रङहरूको एकदमै रमाइलो झिलिमिलीको चाड भनेर बुझ्छु म। यहाँ सुस्मिताले पाइला बनाउँदै हुनुहुन्छ लक्ष्मीको। अब पूजा गर्नु पर्यो भनेर, किन भोलिदेखि बिदा हुँदैछ हस्पिटल भनेर पाइला बनाउँदै हुनुहुन्छ लक्ष्मीको। लक्ष्मी त भित्राउनु पर्यो, धनकी देवी लक्ष्मी होइन। र यसरी लक्ष्मीको पाइला बनाउने गरेको छ हामीले चाहिँ। अब हजुरहरूले कसरी बनाउनु भएको छ? चामलको पिठोमा घोल्ने, पानीलाई घोलेर अनि यसरी बनाउने, माथिबाट चाहिँ रातोले ठ्याक 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 बनाउँदै आउने। यसरी लक्ष्मीको पाइला चाहिँ
सुस्मिताले कम्प्लिट बनाउनु भएको। त्यो गाह्रो भएको होला त्यो कालो त्यो ब्लेजर लगाएर अनि त्यो पाइला बनाउनलाई। ल फुकालन भने होइन ठिक छ दिदी भन्दै उसले बनाइरहेछ है। यस्तो चाहिँ बन्यो हाम्रो वेलनेसमा चाहिँ पाइला। ल उतापट्टिबाट हाम्रो अर्को एकजना हुनुहुन्छ, उहाँले चाहिँ लक्ष्मीको औँला बनाउँदै हुनुहुन्छ। हाम्रो म्यामहरू बसेर हाँस्दै हुनुहुन्छ, उहाँहरू क्यान्डल हेर्दै हुनुहुन्छ। मलाई आउँदैन है, मलाई गर्दिनँ भन्दै हुनुहुन्छ कोही। यसरी चाहिँ अब कलरफुल क्यान्डल राख्दै हुनुहुन्छ उहाँले चाहिँ कसरी गर्ने भनेर है। अब हाम्रो पूजाको प्रारम्भ स्टार्ट हुन लाग्यो। यसरी चाहिँ बत्ती धुपबत्ती बाल्दै हुनुहुन्छ। उता बत्ती गाना बजाउँ न, गाना तिहार आएको जस्तो फिल हुनु पऱ्यो नि भन्दै उता गाना बजाइरहनु भएको छ। यता पूजा हुन थाल्यो हाम्रो भगवान्जी। सुस्मिता रमाइलो लागेर नाच्न थाल्यौँ आधारमा आज भन्दै है। उहाँ चाहिँ एकदम रमाइलोवाला टाइपको छ नि त। रिनाले मलाई पनि देखाउनु दिदी म धुप बोकेर नाचिरहेको छु रे। प्रिजम पनि आइन्। यसरी चाहिँ हामीले मैले अलिकति खिचेँ तर मैले खासै खिचिनँ है, माइन्ड नगर्नु होला। यसरी चाहिँ हामीले रमाइलो गऱ्यौँ, यसरी पूजा गऱ्यौँ। हजुरहरूले कसरी पूजा गर्नुभयो आफ्नो अफिसमा? सबैजना काम गर्ने व्यक्ति त हुनुहुन्न होला, कसैले घरमा गर्नु होला। घरमा अझ रमाइलो हुन्छ है आफ्नो घरमा धन्की देवीलाई भित्राउँदाखेरि। यो त महान चाड हो नि हाम्रो लागि है। हाम्रो दियो पनि बल्न स्टार्ट भयो। तिहार, ह्याप्पी तिहार एभ्रिवान। यसरी चाहिँ हामीले तिहार मनायौँ। अब हामी चाहिँ अब सुस्मिता मलाई नाच्न पुगेको छैन भन्दै नाचिरहेछ टुरुरु टुटुटुरुरु गर्दै। यसरी चाहिँ नाचिरहेछ पुन्टुङ पुन्टुङ। कति राम्रो नाच्दो रहेछ नाच्न चाहिँ। यसरी चाहिँ एकदम रमाइलो छ। मान्छे कसैले भन्नै नपरोस्, ऊ आफै गएर ठाकठुक नाच्ने रमाइलो गर्ने है। यतिको मान्छे चाहिँ हुनुपर्छ, यतिको जली मान्छे चाहिँ हुनुपर्छ, नत्र कसरी काम गर्ने इन्भाइरोमेन्ट राम्रै हुन सक्दैन। उताबाट आयो शिवानी। त्यसरी म्यामले मैले नाचौँ भनेको ल ल ल भनेर नाच्न थाल्नु। मलाई चाहिँ आउँदैन है भन्दै हुन्छ शिवा म्यामले। यसरी चाहिँ यस मलाई खासै नाच्न आउँदैन हेलो रे म्यामले है। शिवानी आएर बस्यो उता। सुस्मिता चाहिँ नाचिरहेको छ, नाच्न रहरै पुगेन भन्दै चाहिँ मलाई भयो अब रे। कहिले ननाचेको पछि लाज लाग्यो होला नि त उसलाई, अप्ठ्यारो लाग्यो होला। यसरी यहाँ चाहिँ भगवान्जीलाई लड्डु चढाउनलाई रेडी पार्दै हुनुहुन्छ भने यहाँ चाहिँ अब पूजा गर्न स्टार्ट भयो है। यसरी चाहिँ पूजा गर्नलाई स्टार्ट भयो। नाचिरहेछ के अरे रिमा चाहिँ यसरी चाहिँ नाचिरहेछ। हाम्रो पेसेन्ट आउनुभएको थियो, पेसेन्टले पनि यहाँ त लक्ष्मी पूजा भइरहेछ भन्दै हुनुहुन्छ। Thank you so much for watching. Keep loving, keep supporting. See you in the next video. Okay, bye-bye.